my channel. Hello Nana. Hello. Hello auntie. Hello Paju. आज चाहिँ फेरि हामी चेरी ब्लुजम हेर्न जाँदैछ तिमी तारको हैन। यो चाहिँ हाम्रो सेकेन्ड टाइम हो। अन्त त्यहाँदेखि चाहिँ हामी चाहिँ अहिले चाहिँ कति अलिक ढिलो हिँडेको, त्यही कारण चाहिँ हामी भर्खर यहाँनिर दामथाङ जाने बाटोमा छौँ। अन्त चाहिँ पुगेर भेटौँ। बाई बाई गाइस। हामी चाहिँ ओह्रालो जाँदैछ हो। यहाँ पनि मान्छे चाहिँ निकै नै रहेछ, तर अब के गर्नु हैन, आज छुट्टी हो नि त, त्यही भएर फोटोसुट यहाँ गर्नुपर्ने है, सेतो गन लगाएर। ल आउनु न अन्त। टाइममा त पुग्दैन, टाइममा त हुँदैन। हुन्छ टाइम हुन्छ हौ, टाइम हुन्छ। यहाँनिर चाहिँ दामी छ। मेरो भिडियोमा निकैजना आउने हुन्छ होला हैन। तपाईँहरू माइन्ड नगर्नुहोस् होला इफ तपाईँहरू भिडियोमा आउनुभयो भने। अब के गर्नु, यस्तै छ। हैन कति दामी फोटोसुट गर्नलाई चाहिँ दामी है। यतिखेर चाहिँ नेन्सीलाई चाहिँ चिप्स खानु मन पर्यो अरे, अन्त ऊ चाहिँ चिप्स खानु गएको है। एकछिन यहाँ नेन्सीको भिडियो गरिदिउँ न। उसले चाहिँ चिप्स 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 भनेको फोटो हेर्यो। अन्त चिप्स खानु गयो। यहाँनिर चाहिँ चिप्स किन्नु गएको थियो, चिप्स किनेर आउँदैछ है। नेन्सी हेलो हेलो। हामी चाहिँ खोइ लु फेरि जबरजस्तीको फेरि हाँसिदिनु रे उनीहरू। छोरी नेन्सी फेरि हाँसिदिनुहोस् अरे हो। नाना भयो ल भन्यो। ओके हामी चाहिँ यहाँनिर तल घुमिसक्यो। आई लभ तिमीदेखिको अलिकति तल यहाँनिर चाहिँ रेजोर्टहरू रहेछ। त्यहाँनिर चाहिँ हामी चाहिँ घुमिसक्यो। अब चाहिँ यहाँबाट फर्केको, यहाँबाट फर्केर स्टेप बाई स्टेप घुम्दै अलिक डाउन गर। यस्तो तिमीपट्टि यस्तो म भनिदिन्छु। यस्तो तिमीपट्टि हात यस्तो। अब चाहिँ हामी घुमिसकेको यहाँनिर रेजोर्ट। अब चाहिँ हामी उकालो गएको। अन्त यहाँनिर एकजना चिप्स लभर छ। चिप्स लभरले चाहिँ चिप्स किन्दैछ। यो चाहिँ घरबाट पठाइदिएको अरे आलुदम हो। फम्बी कसले बनायो? फम्बी चाहिँ अजीले बनाइदिएको त। वाह धन्यवाद भन्नु। यो आलुदम चाहिँ घरबाट अरे। अब चाहिँ खाने। अब चाहिँ हामी चाहिँ यहाँ तिमीतारकोबाट खाजाहरू खाइसकेर पनि गएको। बहिनी वात्त परेर हान्दिउ न फेरि। हामी चाहिँ यहाँनिर अब चाहिँ हामी गएको। हामी चाहिँ अहिले चाहिँ घर जाँदैछ। आज पनि मेरो फोनको ब्याट्री डेड हुन आँटेको छ होइन। अन्त चाहिँ ब्याट्री चाहिँ सिर्फ 4 मात्रै छ, 4%। हामी चाहिँ घर पुग्नु आँट्यो। अहिले चाहिँ विन्टर भएको कारणले गर्दाखेरि चाहिँ रात छिटो पर्छ। अहिले चाहिँ सिर्फ 5 मात्रै बज्दैछ, तर पनि पुरा रात परिरहेछ होइन। अन्त यहाँको यो स्मार्ट सिटीको लाइट चाहिँ नि 6 बजी मात्रै बोल्छ कि। अन्त अहिले चाहिँ 5 मात्रै बज्दैछ, त्यही कारण बोलेको छैन। अन्त चाहिँ म चाहिँ किन भुइँमा हेर्दैछु भन्दा चाहिँ लाइटको लागि अन्धकार छ होइन। बाटो चाहिँ यस्तो छ। अनि त खासमा विन्टरको लाइटको टाइमिङ फाल्टै हुनुपर्थ्यो, समरको फाल्टै हुनुपर्थ्यो होइन। किनकि त्यस्तो हो भने चाहिँ अब विन्टरमा त छिटै रात पर्छ नि त, त्यसको लागि त अब छिटै चाहिन्छ लाइट होइन। अन्त चाहिँ म र जेनी छ। ओके थ्याङ्क यू सो मच
थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ माई भ्लग टिल द एन्ड। तपाईँहरूलाई यो भ्लग कस्तो लाग्यो? आई होप तपाईँहरूलाई मन पर्यो होला होइन। अन्त चाहिँ हामी चाहिँ घर पुग्न आँट्यो। बाई बाई, सी यु अल इन नेक्स्ट भ्लग। बाई बाई, बाई जेनी।